म यहाँ किर्तिपुरको यो किर्तिपुरको कुन ठाउँ रे यो जाखा भन्ने ठाउँमा यहाँ एउटा गाई फार्म रहेछ। म यहाँ गाई फार्म यसो कस्तो चलिरहेको भनेर गाई फार्ममा आइरहेको छु। हेर्दै जाउँ त है यहाँ कस्तो रहेछ, कसरी गर्नु चलाइराख्नु भएको रहेछ गाई फार्म। हेलो नमस्कार। ए अनि हजुरहरूले गाई फार्म खोल्नु भएको रहेछ यहाँ। हजुरको घर कहाँ होला? सल्यान है। हजुरले यो गाई फार्म गर्न लाग्नुभएको कति भयो? 5 साल भइसक्यो। 5 भयो है। अनि कस्तो भइरहेछ त, कस्तो चलिरहेछ तपाईँको यो? हेर्दा त राम्रो देखिन्छ। ठिकै छ, आफूले खाने बस्ने हल्का भइरहेछ। ए अनि तपाईँलाई वहाँ गाउँमा सल्यानमा गाउँ कृषि खेती गर्दा कस्तो र यहाँ आएर गाई फार्म खोल्दा आफ्नो व्यवसाय गर्दा कस्तो लागिरहेको छ? हामीले गाउँमा काम गर्दा दुःख मात्र हो, खाने बेला अब पुग्यो पनि यहाँ अहिले भइरहेछ। गाउँमा पनि राम्ररी हो, गाउँमा ठिकै छ, यहाँ सजिलो छ। अनि कति 2 जना हो? हामी 2 जना हो, उता पनि छ बिसी। हजुर पहिला 2 जना मिलेर गर्नुभएको छ? हजुर मिलेर पार्टनरमै गर्दा हो। अनि कतिवटा छन् त गाई अहिले? हाम्रो 5 वटा छ अहिले। यो डोरी दिनमा 36-35 हो अहिले कम छ, 30-35 होला। दिनमा बिहान बेलुका गरेर बिहान बेलुका 35 लिटर जति हुन्छ। त्यही हो, गाउँमा दिएर र घरमा छ फेरि लग्दैन। ए भनेपछि अहिले कतिवटाले दिन्छन् अहिले दुध? अहिले 3टाले 3वटाले दिन्छन् नि। अहिले 3टाले मात्र दिन्छु। सबै दुना भएर लगभग 50-60 हुन्छ दिनमा। पानी इनारकै हो नि? यिनीहरूकै हो। पहिला हामी तल बसेको, त्यो गाईलाई खुवाउनलाई प्रशस्तै हुन्छ यो पानी। गाईलाई खुवाउनलाई नुहाउने कपडा धुने सबै यही हो। खाना मात्र धाराको ल्याउँछौँ पानी। मैले आज यहाँ सल्यानीहरूको एउटा गाई फार्म रहेछ है। गाई फार्ममा यहाँ ताजा ताजा दुध खाइरहेको छु। यहाँ हेर्नुहोस् है, यो दुध यति राम्रो दुध छ, यति ताजा दुध खान पाइएको छ यहाँ आएर। ल एकचोटि हजुरहरू पनि फुर्सद मिलाएर आउनुहोस् है त।